यो चाहिँ हाम्रो सुटिङ गर्ने लोकेसन। गणेश दाई हजुर के हुँदैछ? यहाँ काम भइरहेछ। लाइटिङ हुँदैछ। उब्रिँदै सर के मोबाइल हेर्दै हो कि मोबाइल मात्र हेर्ने कि अलिकति कामसाममा ध्यान दिने? के अरे बस भन्दाखेरि मोबाइल सोबाइल हेर्ने कि अलिकति कता हो कि यो भन्नु पर्यो। यो यहाँ चाहिँ यो होइन भण्डारीजीको भनाइ के छ? ख्याप्पाले एउटा स्ट्यान्ड छ भने ख्या लाग्छ जत्तिकै हो। बस्यो बिहानदेखि बेलुकैसम्म ल यो कामसाममा सहयोग गर्ने चिज पनि हुन्छ। के चाहिँ गर्नु ल भन्नु कुन भालो लाग्यो अनि भालो या ल उ त्यहाँ जोडे कसले जोड्दैछ त्यहाँ? हाम्रो उसले केपी ओलीको भतिजो भतिजो कि नाति? नाति हो कि भतिजो हो यसलाई पनि हाल्नुपर्छ जेल के भनाइ छ त रामोलीको भनाइ? मेरो भनाइ केही छैन दादा यसमा। अब लक्ष्मण दाइले भनेपछि सिद्धि सिद्धि हो। अनि भण्डारीको भनाइ केही छ कि? यो एक बोरा पैसा छ अरे लसिँदैछ 2 बोरा 2 बोरा पैसा छ। पैसा यसरी घरमा नराख्नु। यसका फम्का छ पैसा ल्याएर घरमा नराख्नु होला। कसरी कुर्सी नेताको घरमा कसरी उड्याछन् पहिले यसको घरमा लगाएर सुनको कुर्सी यो केपीले ल्याइदिएको ल उताले देखाउ भन्नु न त्यस्तो नभन्नु। कसो गर्थ्यो? होइन नि यसमा नि त्यस्तो नभन्नु भने त्यो केपी सेपी त्यो लागि चेत त भयो पत्ता साथै गरिदिनु कागज। अहिले फेरि यस्तो नेताको बारेमा बोल्न फेरि झ्याप छ जुम्ले के छ त खबर? यसपालि स्याउ कतिको बेच्ने भयो त? जुम्लेको सबभन्दा खुसीको खबर सोफामा पहिलोचोटि बसेर खुसीले गदैछ। जुम्लेको पहिलोचोटि हो त जुम्ले? अनि यसपालि दसैँमा घर गइन्छ कि गइँदैन? तिम्रो अनि वर्षमा 1 वर्षमा स्याउ कति बेच्छ अरे? कति लाखको? 1 वर्षमा गाउँभरिको कि? न्युज बनायो भने तिमीलाई कारबाही गर अनि काजी खानदानको सम्पूर्ण राजनीतिक दलहरू यो होइन